के हो गायिका एलिना चौहान र कला लम्सालको सिक्री काण्ड। किडनी किन्ने औकात छ भन्ने एलिना चौहानलाई कला लम्सालको कडा जवाब। अन्छिन पैसाले किडनी किन्न पाइँदैन। बारम्बार सिक्री माग्दा पनि एलिना चौहानले सिक्री दिनको लागि आनाकानी गरिन्। गायिका कला लम्सालले पछिल्लो समय सामाजिक सञ्जालमा आएको सिक्री काण्ड बारे आफ्नो धारणा राखेकी छिन्। उनले अमेरिकाबाट फर्किएपछि आफ्नो सिक्री माग्नको लागि एलिना चौहानलाई बारम्बार भन्दा पनि एलिना चौहानले आनाकानी गरेर सिक्री नपाएपछि निकै कठिन परिस्थिति परेको थियो। आफ्नै क्षेत्रकी एक बहिनी मार्फत त्यो सिक्री लिएको उनले बताएकी छिन्। कला लम्सालले यो पनि भन्छिन्, आफू कलाकार भएर व्यस्तताको कारणले कसैको सामान फिर्ता नगर्नु भनेको यो सरासर गलत हो। सिक्रीसँग आफ्नो भावनात्मक सम्बन्ध जोडिएको र बिरामी अवस्थामा त्यही सिक्री लिएर फर्किएको प्रसङ्गलाई जोडेर एलिनाले दिएको अन्तर्वार्ताले उनलाई अचम्म बनाएको छ। त्यति मात्रै नभएर सामाजिक सञ्जालमा अहिले सिक्री काण्ड भनेर चारैतिर यो चर्किएको पनि छ।